जापानी भाषा सिक्ने हामी जो कोहीलाई पनि नि सुरुमा कान्जी देख्ने बित्तिकै ब्रो आई एम कुक्ड भन्ने फिलिङ्स पक्कै आउँछ होला। किताब पल्टाउँदा कान्जी होइन कुनै एलियन वा चिनिया भूत देखे जस्तो लाग्छ। तर अब चिन्ता लिनु पर्दैन, किनभने आजको यो सेसनमा हामी कान्जीलाई हेर्ने पुरै दृष्टिकोणै बदल्ने तरिकाहरू डिकोड गर्दैछौँ। 2000 भन्दा बढी कान्जी कसरी घोक्ने होला भनेर सोच्दा असम्भव जस्तै लाग्छ हैन त? एउटै कान्जीलाई कपीमा 100 चोटि लेखेर घोक्ने पुरानो तरिका अपनाउने हो भने त यो पक्कै पनि असम्भव नै हो। यो त सिधै टाइम वेस्ट हो यार। 2026 को यो युगमा आएर यस्तो तरिका पक्कै पनि काम लाग्दैन। यदि अझै पनि एउटै अक्षर बारम्बार लेखेर घोक्ने पुरानो तरिका चलिरहेको छ भने प्लिज स्टप इट राइट नाउ। यो एकदमै डिलुलु तरिका हो। GLPT N3, N2 वा N1 पास गर्ने सपना छ, तर यसरी नै घोक्ने हो भने त त्यहाँ पुग्न निकै गाह्रो हुन्छ। अब यो घोक्ने ट्र्यापबाट बाहिर निस्किने बेला आइसकेको छ। आजको यो ब्लुप्रिन्टमा हामी मुख्य 4वटा कुराहरू हेर्नेछौँ। पहिलो कान्जी ट्र्याप, दोस्रो र्याडिकल मास्टरी, तेस्रो निमोनिक्स र टेक टुल्स, र अन्त्यमा एउटा यस्तो अल्टिमेट चिट कोड छ नि जसले रिडिङलाई एकदमै सजिलो बनाइदिन्छ। ल सुरु गरौँ हाम्रो पहिलो पोइन्टबाट, कान्जी ट्र्याप र कसरी हाम्रो प्याराडाइम सिफ्ट गर्ने भन्ने बारेमा। धेरै जसोलाई के लाग्छ भने कान्जी भनेको जसरी भए पनि घोक्नुपर्ने अक्षरहरूको थुप्रो हो, तर रियालिटी अर्कै छ। यो एउटा भिजुअल ल्याङ्ग्वेज हो, एउटा चित्र हो जसको आफ्नै छुट्टै लजिक हुन्छ। नेटिभ स्पिकरहरूले यसलाई अन्धाधुन्दा कहिले घोक्दैनन्, उनीहरूले यसको पछाडिको प्याटर्न बुझ्छन्। हामीले पनि ठ्याक्कै त्यही लजिक अनलक गर्नुपर्ने हुन्छ। अब जाउँ दोस्रो स्टेपमा, कान्जी र्याडिकलहरूमा मास्टरी, जसलाई हामी चाइनिज ह्याक पनि भन्न सक्छौँ। कान्जी जतिसुकै ठुलो र डरलाग्दो देखिए पनि खासमा त्यो साना साना बिल्डिङ ब्लक्सहरू मिलेर बनेको हुन्छ। यसलाई जापानीमा बुस्यु र अङ्ग्रेजीमा र्याडिकल्स भनिन्छ। यी साना साना ब्लकहरूले नै कुनै पनि कान्जीको मेन मिनिङ बोकेका हुन्छन्। एउटा इक्जाम्पल हेरौँ है त। भाषा जनाउने यो कान्जीलाई टुक्र्याउँदा कस्तो देखिन्छ? यसको देब्रेपट्टि एउटा ब्लक छ जसको अर्थ भन्नु हुन्छ, र दाहिनेपट्टि म वा 5 जनाउने अर्को ब्लक छ। अब जहाँ पनि यो देब्रेपट्टिको भन्नुवाला ब्लक देखिन्छ नि, त्यो कुरा पक्कै पनि बोल्ने वा भाषासँग सम्बन्धित छ भनेर सजिलै बुझ्न सकिन्छ। यो घोक्ने कामै होइन, यो त एउटा प्याटर्न रेकग्निसन हो, सिधै एउटा आइक्यू गेम। अब लागौँ तेस्रो कुरामा, द आर्ट अफ निमोनिक्स अर्थात् जापानिज ह्याक। हाम्रो ब्रेनलाई नि बोरिङ डेटा र फ्याक्ट्स पटक्कै मन पर्दैन, तर यसलाई अलिकति मसलादार, क्रेजी वा अलिकति क्रिन्जी स्टोरीहरू भने एकदमै मनपर्छ र स्वाट्टै याद हुन्छ। यहीबाट जापानी आर्ट अफ निमोनिक्स अर्थात् मेमोरी स्पार्क गर्ने स्टोरी टेलिङको जादु सुरु हुन्छ। जस्तै यो कान्जी हेरौँ, इलेक्ट्रिसिटी। यसको माथिपट्टि पानी अर्थात् रेन जनाउने पार्ट छ र तल बिजुलीको लाइन जस्तो आकार छ। पानी पर्दा बिजुली चम्किन्छ। यस्तो एउटा क्रेजी र एस्थेटिक स्टोरी दिमागमा बनाएपछि नै यो कान्जी सधैँको लागि हाम्रो ब्रेनमा लक भयो। स्टोरी जति फनी, सिकाइ त्यति नै कडा। अब पालो चौथो स्टेपको, मोडर्न टेक र एक्टिभ रिकल अर्थात् 2026 को ग्राइन्ड। अहिलेको जमानामा कापी र पेन मात्र लिएर बस्ने समय गइसक्यो। हातमा स्मार्टफोन छ भने एङ्की वा कान्जी स्टडी जस्ता स्पेस्ड रेपिटेसन सिस्टम अर्थात् SRS एपहरू मजाले युज गर्नुपर्छ। यी एपहरूको अल्गोरिदम कस्तो हुन्छ भने ठ्याक्कै हामीले बिर्सिने लागेको बेला कान्जीलाई स्क्रिनमा ल्याइदिन्छ। अटोमेटिक रिभिजन। एप्सको साथसाथै यो ब्लर्टिङ ह्याक पनि एकदमै बबाल छ। कान्जीलाई एकचोटि हेर्ने, ट्याक्क किताब बन्द गर्ने र दिमागमा जे याद आउँछ त्यो समय एउटा खाली पेपरमा वात्तै लेखिदिने अर्थात् ब्लर्ट गर्ने। यसले हाम्रो एक्टिभ रिकललाई म्याक्सिमाइज गर्छ र कान्जीलाई ब्रेनको हार्ड ड्राइभमा पर्मानेन्टली सेभ गर्छ। अब आउँछ आजको सबैभन्दा दामी कुरा, पाँचौं पोइन्ट, द अल्टिमेट रिडिङ चिट कोड। जापानी भाषा सिक्दा सबैभन्दा ठूलो टाउको दुखाइ भनेकै कहाँ ओन्योमी अर्थात् चाइनिज रिडिङ युज गर्ने र कहाँ कुन्योमी अर्थात् जापानिज रिडिङ युज गर्ने भन्ने हो। तर यो कन्टेक्स्चुअल पेयरिङको रुलले यसलाई सधैँको लागि डिकोड गरिदिन्छ। यसको एउटा गोल्डन रुल छ, ध्यान दिएर सुन्नुहोला। जब कुनै कान्जी एक्लै आउँछ त्यहाँ प्रायजसो जापानिज कुन्योमी युज हुन्छ, जस्तै पानीको लागि मिजु। तर जब 2टा वा सोभन्दा बढी कान्जीहरू सँगै जोडेर एउटा नयाँ वर्ड बन्छन् नि, त्यहाँ चाइनिज ओन्योमीको राज चल्छ, जस्तै पानीको पाइपलाई सुइदो। यो सानो नियम दिमागमा सेट गर्ने हो भने रिडिङ स्पिड लिटरली 10 गुणाले बढ्छ। देख्नुभयो त, कान्जी गाह्रो होइन रहेछ नि, मात्र हाम्रो सिक्ने तरिका अलिकति स्मार्ट हुनुपर्छ।
आजको यो सेसनबाट पक्कै पनि जापानिज भाषा सिक्न एउटा नयाँ मेन क्यारेक्टर एनर्जी मिल्यो होला भन्ने आशा छ। अब जापानी भाषाको कुन चाहिँ रहस्यलाई यसरी नै डिकोड गरेको हेर्न चाहनुहुन्छ त? आफ्नो सिकाइ यात्रालाई यसरी नै निरन्तर अगाडि बढाउनुहोला। किप ग्राइन्डिङ, स्टे एस्थेटिक र यो प्रोसेसलाई सधैँ रमाइलो बनाउन नबिर्सौँ है त।